हेलो नमस्ते, स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा म कुरा गर्नेछु जापानमा स्टुडेन्टहरूले गर्ने नहुने केही कुराहरू। र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहोला। जापानमा चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूलाई एकदमै स्ट्रिक्ट रुल छ। त्यो रुलहरूमा आफ्नो कन्ट्री फर्काइदिने रुलहरू पनि हुन्छ। र त्यो कुराहरू म चाहिँ तपाईँहरूलाई आज बताउन गइरहेको छु। र भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, त्यसैले लास्टसम्म हेर्नुहोला। र केही कुरा भन्नु छ भने कमेन्टमा भन्नुहोला। सो भिडियो स्टार्ट गरौँ। फर्स्ट पोइन्टमा रहेको छ अन्डर एज भएर चाहिँ बारमा, क्लबमा र नाइट क्लबहरू गर्न पाइँदैन। यहाँ चाहिँ बार क्लबहरू हुन्छ, त्यो चाहिँ टुरिस्टहरूको लागि हो, जुन चाहिँ स्टुडेन्टहरूको लागि होइन। र यदि तपाईँहरूलाई चाहिँ पुलिसले भेटायो, पुलिस चेकिङमा पर्नु भयो भने चाहिँ त्यस्तो कुरोमा तपाईँ फस्नुभयो भने चाहिँ तपाईँहरूको इमिग्रेसनमा कुरो जान्छ र तपाईँहरूलाई चाहिँ यहाँबाट चाहिँ डिपोर्ट गरेर आफ्नो कन्ट्री पठाइदिन सक्छ। सो त्यो कुरा पनि एकदमै ध्यान दिनु होला। सेकेन्ड पोइन्टमा रहेको छ केसिनो, जुन चाहिँ तपाईँहरूलाई थाहा छैन होला, नेपालहरूमा हुँदैन त्यो कुरा चाहिँ खासै। र यहाँ चाहिँ एकदमै हुन्छ इल्लिगल कुराले। यहाँ चाहिँ केसिनो हुन्छ, बारहरू हुन्छ, त्यहाँ गएर पैसा हालेर डबल तिर्बल चौबल कमाउने भन्ने आशले चाहिँ स्टुडेन्टहरू पनि फसिरहेको हुन्छन्, जुनले गर्दा चाहिँ तपाईँहरूको इन्कममा असर पार्न सक्छ। र तपाईँहरूलाई यदि त्यो ठाउँमा पुलिसले भेटायो, केही कुराले भेटायो भने चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै फेरि अर्को समस्या आउन सक्छ, जसले चाहिँ तपाईँहरूलाई आफ्नो कन्ट्रीमा चाहिँ फर्काइदिन सक्छ। र यो कुरामा पनि ध्यान दिनु होला। यहाँ चाहिँ एकदमै इल्लिगल तरिकाले भित्री रूपमा यो कुराहरूको चाहिँ एकदमै बिगबिगी छ। सो यस कुरामा चाहिँ तपाईँहरूले एकदमै ख्याल गर्नु होला। धेरैले भन्न सक्छन् यहाँ जाने भने चाहिँ एकदमै पैसा कमाइन्छ, डबल तिर्बल हुन्छ, के हुन्छ र एकछिन खेल्दैमा भन्ने हुन्छ। तर यसको चाहिँ लत बस्न थालेपछि तपाईँहरू यो लतबाट चाहिँ निस्किन सक्नु हुँदैन, जसले गर्दा चाहिँ तपाईँहरूलाई एकदमै घाटा हुन्छ। सो यो कुरामा फस्नुभन्दा पहिला नै तपाईँहरूलाई म चाहिँ सचेत गर्न चाहन्छु र यस्ता कुरामा नफस्नु होला। यहाँ चाहिँ धेरैजनाहरूले चाहिँ नाइट सिफ्ट गरेर चाहिँ ड्रिङ्किङ गर्ने, स्मोकिङ गर्ने एकदमै पब्लिक एरियामा गरेर गर्नुहुन्छ। र यो चाहिँ एकदम ब्याड ह्याबिट हो। र यो पनि कुरा चाहिँ एकदमै नराम्रो कुरा, जसले चाहिँ तपाईँहरूको भिजामा चाहिँ असर पार्छ। र तपाईँ अन्डर एज हुनुहुन्छ, 20 वर्षभन्दा कम हुनुहुन्छ र यस्तो क्रियाकलापहरू गर्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो कुराले पनि एकदमै घाटा गर्छ। र यो कुरामा चाहिँ तपाईँहरूले एकदमै ख्याल गर्नुपर्ने हुन्छ। सो यो कुरामा पनि ख्याल गर्नु होला। जापानमा चाहिँ खासै त्यस्तो चाहिँ हुँदैन, बट तपाईँहरू अन्डर एज हुनुहुन्छ भने चाहिँ एकदमै ख्याल गर्नु होला। पुलिसहरूको केसमा चाहिँ पर्नुभयो भने चाहिँ तपाईँहरूलाई गाह्रो हुन्छ, गएकोले पनि सपोर्ट गर्दैन। सो तपाईँले यो कुरा पनि ख्याल गर्नु होला। स्मोकिङ रुलहरू फलो नगर्नु। यहाँ चाहिँ स्मोकिङ गर्न पाइन्छ, तर बेसिक ठाउँमा र स्पेसिफिक ठाउँमा हुन्छ। जस्तै कुनै पनि ठाउँमा चाहिँ बनाइदिएको हुन्छ स्मोकिङ गर्न पाउने नपाउने भन्ने, धेरै जस्तो ठाउँमा चाहिँ पाइँदैन बाहिर। तर जस्तै ठाउँ बनाइदिएको हुन्छ यो ठाउँमा पाइन्छ भनेर जो तपाईँहरूले चाहिँ त्यही गरेर चाहिँ स्मोकिङ गर्नुपर्छ। यो कुरा पनि तपाईँहरूले फलो गर्नु होला। धेरै जसो जापानिजहरूले चाहिँ रुल फलो गर्दैनन् र जहाँ पनि जस्तो सुकै ठाउँमा पनि स्मोकिङ गरिरहेको हुन्छन्। बट हामी फरेनर भएको भएर चाहिँ यिनीहरूले चाहिँ अलि तपाईँहरूलाई हेप्न सक्ने। सो त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ यो कुरामा पनि ख्याल गर्नु होला। र ठाउँहरू बनाइदिएको हुन्छ र एजहरू अनुसार पनि हल्का ट्रिट गरेको हुन्छ। सो यो कुरामा पनि तपाईँहरूले ख्याल गर्नु होला। अर्को पोइन्ट रहेको छ नाइट बार, अडल्ट इन्टरटेनमेन्ट एरिया र यस्तो कुराहरूमा पनि स्टुडेन्टहरूलाई चाहिँ एकदमै स्ट्रिक्ट गरेको हुन्छ। र यहाँ तपाईँहरू चाहिँ पर्नुभयो, यहाँ तपाईँहरूलाई चाहिँ पुलिसहरूले भेटायो र कुनै पनि ठाउँहरूले भेटायो भने चाहिँ तपाईँहरूलाई सिधै डिपोर्ट गर्नेछ। यो कुरामा पनि ख्याल गर्नु होला, किनभने जापानमा चाहिँ यो कुराको चाहिँ एकदम धेरै बिगबिगी भएको हुन्छ। सो यो अडल्ट इन्टरटेनमेन्ट एरियाहरूमा चाहिँ काम पनि पाइएको हुन्छ, तर त्यस्तो ठाउँमा काम गर्नुभयो भन्ने कुराहरू थाहा पायो भने तपाईँहरूलाई चाहिँ यो कुरामा पनि एकदम स्ट्रिक्ट गरेको हुन्छ। र गएकोले पनि थाहा पायो भने तपाईँहरूलाई चाहिँ घर फर्काइदिने चान्स हुन्छ। त्यसैले चाहिँ यस्तो ठाउँमा यस्तो कुराहरूमा चाहिँ एकदमै सचेत हुनु होला र ध्यान दिनुपर्ने यो पनि कुरा हो। अर्को पोइन्ट रहेको छ लेट नाइट घुमघाम। यहाँ घुम्न पाइन्छ, लेट नाइट जति रातभरि घुम्न पनि पाइन्छ। तर तपाईँहरूलाई चाहिँ स्कुलको क्लासहरू मिस गरेर, तपाईँहरू स्कुल नगएर, कामहरू नगएर अनि 28 घन्टाभन्दा धेरै कामहरू गरेर चाहिँ तपाईँहरू घुमघाम गर्ने, यो कुराहरू गर्नुभयो भने पनि तपाईँहरूलाई चाहिँ आफ्नो कन्ट्री चाहिँ फर्काइदिन्छ। त्यसैले चाहिँ यो कुरा पनि ध्यान दिनु होला। जस्तै कि धेरै काम गरेर चाहिँ आफू गएको जान सकिँदैन अनि आफ्नो एटेन्डेन्स पुरा गर्न सकिँदैन भने चाहिँ तपाईँहरूलाई पनि घर पठाइदिन्छ। सो तपाईँहरूले यो कुरा पनि ध्यान दिनु होला। अर्को कुरा रहेको छ अरूको साधन चलाउनु। जस्तै अरूको साइकलहरू हुन्छ, बाइकहरू हुन्छ, कारहरू हुन्छ, जुन कुराहरू चाहिँ तपाईँहरूले अरूको लिएर जाने बेलामा, अरूको चलाउने बेला एकदमै ध्यान दिएर चलाउनु पर्छ। जस्तै तपाईँहरूले अरूको लिएर जानुभयो, कसैलाई ठोक्नु भयो, कसैलाई हान्नु भयो, कसैको एक्सिडेन्ट भयो,
केही कुरोमा फस्नु भयो भने चाहिँ तपाईँहरू सिधै घर पनि पठाइदिन सक्छ। जस्तै गम्भीर घाइते भयो भने चाहिँ यही बसेर पाल्न पर्न सक्छ। तपाईँहरूले एकदमै नसोचेको प्राइजहरू तिर्न पर्छ, यो कुराहरू पनि हुन्छ। त्यसैले यो कुराहरूमा पनि ध्यान दिनु होला। जसले पनि तपाईँहरूलाई दियो, जस्तै मैले अरूलाई साइकल चलाउन दिएँ र अरूले एक्सिडेन्ट गरायो भने चाहिँ मलाई पनि प्रब्लम आउन सक्छ। त्यसैले यो कुरा पनि ध्यान दिनु होला। जस्तै उसले लिएर गएको उसको भनेर सबै उमाथि पनि हुँदैन। जसले दियो, जो ओनर हो, त्यसलाई पनि प्रब्लम आउन सक्छ। त्यही भएर यो कुरा पनि ध्यान दिनु होला। अर्को कुरा रहेको छ यहाँको रुलहरू। यहाँको बेसिक रुलहरू हुन्छ, जस्तै ट्राफिकदेखि लिएर कन्भिनियन्स स्टोरहरूको केही कुराहरूको रुलहरू हुन्छ, त्यो चाहिँ एकदमै फलो गर्नुपर्छ। जस्तै केही कन्भिनियन्स स्टोरहरूबाट सामानहरू यसै लिएर जाने, कसैले चोरेर लान सक्ने, यस्तो पनि हुनसक्छ। र यो कुराहरू चाहिँ थाहा पायो भने चाहिँ सिधै एरेस्ट गरेर तपाईँहरूलाई सिधै घरबाट पठाइदिन्छ। र तपाईँहरूले चाहिँ रुलहरू फलो गर्नु भएन भने चाहिँ बेसिक फाइनहरू 1-2 चोटिलाई चाहिँ फाइनहरू तिराएर छोडिदिन्छ। र धेरैचोटि तपाईँहरू फस्नु भयो भने चाहिँ तपाईँहरूको भिजामा पनि प्रब्लम आउन सक्छ। त्यसैले यो कुरामा ध्यान दिनु होला। अर्को रुल रहेको छ यहाँको पेन्सन, इन्सुरेन्स, योहरूको बिलहरू तिर्ने कुरा। जस्तै हामीहरूले चाहिँ केही कुराहरूको ध्यान नदिएर बिर्सिएर भुलेर यो कुराहरू तिरिँदैन र यसले चाहिँ पछि गएर भिजा थप्ने बेला चाहिँ एकदमै असर पार्न सक्छ। त्यसैले इन्सुरेन्स, पेन्सन अनि बिल, लाइटको बिलहरू हुन्छ। सो तपाईँले यो कुरा सबै तिर्नुपर्ने हुन्छ, किनभने तपाईँहरूलाई यसले गर्दा पनि भिजामा केही समस्या देखाउन सक्छ। सो यो कुरा पनि ध्यान दिनु होला। बाहिरबाट हेर्दा चाहिँ जापान एकदमै फ्रिडम जस्तो देखिएला। स्टुडेन्टहरूको लागि चाहिँ बााउन्ड्रीहरू हुन्छ जुन चाहिँ तपाईँहरूले फलो गर्नुपर्छ। जस्तै यो बार, केसिनो, नाइट लाइफहरू हुन्छ, यो चाहिँ टुरिस्टहरूको लागि हो, जुन चाहिँ स्टुडेन्टहरूको लागि होइन। त्यसैले तपाईँहरूले यो कुरामा ध्यान दिनुपर्छ। जापानमा स्टुडेन्ट भएर कुल बन्न भन्दा जापानको लाइफलाई फलो गरेर आफू सेफ बस्न चाहिँ एकदमै राम्रो हुन्छ। त्यसैले यो कुराहरूमा ध्यान दिनु होला। र यो भिडियो कस्तो लाग्यो र इम्पोर्टेन्ट लाग्यो भए तपाईँहरूको साथीलाई, जो कोही जापान आउँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ, उहाँहरूलाई सेयर गर्नुहोला। र मन पर्छ भने यो भिडियोमा कमेन्ट, लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। सो आजको लागि चाहिँ भिडियो यति नै। सो टाटा, बाई बाई, जय नेपाल।